नमस्कार सबैमा मैले आफ्नै घरमा आफ्नै ढोका अगाडि आफ्नै गार्डनमा अंगुर देखाउँदै छु। आफैले रोपेको पोहोर रोपेको 1 वर्ष भयो। 1 वर्षमा पनि यति राम्रो झपक्क फलेको छ र झरिलो छ, राम्रो छ। यसलाई विष भिटामिन के पनि दिएको छैन। जे दिएको छ मल दिएको छ र पानी दिएको छ। मैले बिहान बिहान उठेर जलचराको पानी त्यसैमा हाल्छु र भगवानको कृपाले खाना दिनुभएको छ। अनि दुःख गरेको छु मैले। माथि अंगुर झपक्क फलेको छ। टोयलेट जाने बाटो, टोयलेट तलबाट बाटो छ, टोयलेट जाने माथि अंगुर छ। यसरी फलेको छ। हेर्नुस्, झरिलो छ। अब तल यसरी बुटाइ भयो, तल तरकारी छ, माथि अंगुर छ, झपक्कै फलेको छ। ल हेर्नुस् त कति मिठो होला जस्तै छ। प्योर अर्ग्यानिक। यहाँ चाहिँ खुर्सानी छ, डल्ले खुर्सानी। यहाँ तिती करेला छ। अनि तिती करेला पनि धेरै खाइसकियो र बाँडेर पनि भ्याइयो। अनि यता घिउ सिमी छ। यो घिउ सिमी हो, यो ड्र्यागन फ्रुट हो। पोहोर पनि धेरै फलेर खाइयो। अहिले पनि फुल्न सुरु गरेको छ। त्यसपछि यता बन्दा छ, यता खुर्सानी छ। गरेपछि के हुँदैन। यता कारे धनिया छ। अनि यता गिरिम्लो छ। यता गिरिम्लो फलेको छ। धेरै खाइयो, धेरै बाँडियो साथीभाइलाई, छिमेकीलाई। अनि यता लिची छ। लिची पनि फलेन। फुल्न त फुलेको थियो तर झर्यो। यता कुरिलो छ, यता आँप छ। एउटै मेरो सानो गार्डनमा यो भुइँकटर छ। भुइँकटर पनि फुलिरहेको छ। अनि यता सुनकाकती छ, लेमन। अनि तल साग छ, काँक्रो छ। काँक्रो पनि झिङ्गे काँक्रो छ, फलिसक्यो, खाइसक्यो। यो अहिले हुने सिजनको साग हो। र यहाँ मेवा छ, हेल्दी छ धेरै। अनि जम्मै अर्ग्यानिक। यता बोडी छ, 40 बोडी यसरी फलेको छ। अनि गएर यहाँ स्याउ, यो चितवनको स्याउ हो। फेरि हेर्नु, चक्लेटी स्याउ हो। स्याउ पनि यति राम्रो फल्दो रहेछ है भन्ने देखाएको छ। यता गरे के हुँदैन, सबै कुरा हुन्छ। बोडी फलेको छ, हरेक कुराहरू फलेको